हुन त तपाईले नचाहे पनि समाजले तपाईलाई सोध्छ होला, तर समाजले सोधेको प्रश्नलाई तपाईले जवाफ दिन जरुरी छ जसले विवाह गर्दै हुनुहुन्छ। यो समाजले, घरका आफन्तहरूले सोध्छन् होला, उनीहरूले सोध्छन्, तर तपाईले सोच्नु पर्ने छ। यो समाजले बिहा गरेर आउँदाखेरि छोरी मान्छेले के लिएर आइ, के लिएर आइ भनेर सोध्ने गर्छ। यो सोधेको कुरामा एकपटक सोचौँ न यार, के लिएर आई होइन, त्यो छोरी मान्छे तपाईको घर भित्रिँदाखेरि के छोडेर आई। उसले आफ्नो बा आमा छोडेर आई, दाजुभाइ छोडेर आई, सम्बन्ध छोडेर आई। यो आशमा कि जुन सम्बन्धसँग ऊ गाँसिन गइरहेकी छिन्, त्यो सम्बन्धले छुटेका सम्बन्धहरू पनि परिपूर्ति गर्छ, अझ बलियो पार्छ भनेर। त्यसकारण विवाह गर्ने सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु, एकपटक सोचौँ यार, एकपटक। यसले के लिएर आई होइन, यसले के छोडेर आई। लिएर आएको चीज भन्दा छोडेर आएको चीज बहुत मूल्यमान छ, बहुतै मूल्यवान। विचार गरौँ।